हेलो साथीहरू, नमस्ते, सेवा सबैजनालाई। आज पनि म उपस्थित भइसकेको छु तपाईँहरूकै शर्मिला राई ब्लग्समा। म शर्मिला राई। सो आज चाहिँ स्पेसली साउन 1 गते यानि साउने सङ्क्रान्ति। हजुरहरू सबैजनालाई साउन 1 गते अर्थात् साउने सङ्क्रान्तिको चाहिँ शुभकामना छ। सबैजनाले आफ्नो आफ्नो तरिकाबाट अर्थात् आफ्नो योजनाअनुसार मनाउँदै हुनुहुन्छ होला। बाइक हिँडेर फेरि आफ्नो योजनाअनुसार मनाउँदै हुनुहुन्छ होला। अनि त्यस्तै हो, हजुरहरूकोतिर मौसम कस्तो छ, के छ? आज चाहिँ स्पेसली हाम्रोतिर चाहिँ मौसम चाहिँ घाम लागेको छैन, धुम्म भइरहेछ अनि बादल लागिरहेछ, पानी पर्ला जस्तो भइरहेछ। सो त्यस्तै छ साथीहरू। अब हेर्दै जानु होला म के कस्तो खालको भिडियोहरू बनाउँछु भनेर। अनि साउने सङ्क्रान्ति स्पेसली हातमा मेहन्दी लाएर चुरा लाएर नलाउने त कुरा भएन होइन। सो आज त्यस्तै भिडियोहरू रहनेछ, हेर्दै जानु होला। अनि फ्यामिली गेट टुगेदरहरू पनि हुनेछ। अब बहिनीहरू हुनुहुन्छ नि त, सबैजना भेट भएर अब मेहन्दी लाउँदाखेरि। अनि त्यही भएर बेसिकली रमाइलो हुनेछ, हेर्दै जानु होला भिडियो। सो हजुरहरूलाई पनि रमाइलो लाग्नेछ। किप वाचिङ साथीहरू है त। मेरो मेहन्दी आइपुगेको छ साथीहरू। अब मेहन्दी लाउँछ है, अलिअलि लगाएको पनि देखाउँछु। अनि फाइनल अन्तिममा रिजल्ट कस्तो आउँछ, मेरो फाइनल रिजल्ट कस्तो हुन्छ त्यो पनि नदेखाउने त कुरै भएन। सो फाइनली म चाहिँ अब मेहन्दी लाउन लाग्यो। मेहन्दी लाउनलाई चाहिँ मैले थुप्रै डिजाइनहरू यहाँनिर तयार पारिरहेको छु। अब हेरौँ कुन हुन्छ। म चाहिँ यहाँ हेर्दैछु कुन लाउनु भनेर। आई थिङ्क विच इज द बेस्ट फर मी भन्दा पनि मलाई अलिक लाउनु अलिक सजिलोवाला अनि यसो हेर्दा सजिलो अनि राम्रोवाला लाउँछु छानेर। अब तपाईँहरूलाई मैले देखाउँछु ल लाएर, किनभने कि आई थिङ्क म त यो लगाइदिन्छु होला हो। अब यो लाउँछु, तर यो 20 रुपियाँ फार्ममा चाहिँ यो जुन यस्तो हुन्छ नि, यहाँनिर चाहिँ अलि अर्कै गर्छु नि, फिङ्गरतिर चाहिँ सायद यही हुन्छ होला मेरो। हेर्दै जानुहोस्, जे भए पनि म अन्तिममा देखाउँछु तपाईँहरूलाई। ल अहिले भने म लाएर देखाउँछु ल। यति हुँदैछ भर्खरै। ल हाम्रो चाहिँ अब के अरे ऊ पनि यस्तै छ है, के अरे साउने सङ्क्रान्ति नि चाहिँ ड्युटी हिँड्नु भएको अरे बिचरा। टाइम पनि छैन चिसो खाने पनि। चिसो खाँदै हुनुहुन्छ बहिनीको घरमा। आफ्नै छ ऊ। मेरो यता मेहन्दी छ, कस्तो यार राम्रो सोचेको जस्तै भएको छैन। हेर्दै जानु, अन्तिममा होला नि त। आफ्नै छ। म यता छु। मेहन्दी लगाएको हेर्नु न, यो त कस्तो चाहिँ भयो भने बाँकी एस्थेटिकवाला लगाएको भयो। चुरा लाएर बहिनीहरू त मजाले राम्री भइरहनु रहेछ चुरा पोते लाएर। कत्रो भइसक्यो। छोरा बेगर जाने मन लागेको छैन। हाम्रो साथीहरू आज हाम्रो चाहिँ मेहन्दी लाउने कार्यक्रम हुँदैछ। यता बहिनीलाई लगाइदिनु हुँदैछ, यता चाहिँ मेरो भाउजू हो, भाउजूले लगाइदिनु हुँदैछ। हेर्नु त साथीहरू यसरी लगाइदिनु हुँदैछ। ल हाम्रो त फेरि यस्तो लगाइसक्यौँ। यतिको भयो बहिनीको, यस्तो सिधो राख्नु यतिको भयो। अनि मै त्यसपछि हाम्रो आजको ऊ परल पुगेर खाँदैछ भाइ चाहिँ। अलिक अगाडि आएर हेलो भनिदेऊ। खै सर हेलो भनिदेऊ। अब मेरो र बहिनीको सक्यो, अब बाँकी दुईजना छ अझै लाउनु। यता हेर्नै पर्दैन। अब सकेर फेरि अर्को एकजनाको दुई सकेर फेरि अर्कोजनाको स्टार्ट भयो हाम्रो। अब आजको हाम्रो चाहिँ यस्तै मेहन्दी लाउँदै एकजना अर्कोजना गर्दै बित्छ के। ठिकै हो त, काम पनि केही छैन, बस्यो भने पनि खोर्ने हेरिने हो। त्यही भएर आज चाहिँ भर्खरै स्टार्ट मात्रै हुँदैछ कि तर दिदीको चाहिँ। अब मेहन्दी लाउन आँटेको हाम्रो ठुलो मान्छेको कस्तो मेहन्दी लाउने अरे भान्जी? यता हेरेर भन्नु न, यता हेरेर भन्नु न मेरो ज्ञानी भान्जी, कस्तो मेहन्दी लाउने अरे? चुरा हेर्नु न कस्तो राम्रो। अब मेहन्दी लाउने नि कुन हातमा लाउने? माम खाने ह्यान्ड कुन हो तपाईँको? त्यसले खान्छ? अनि त्यसले खान्छ? यसमा पनि अलरेडी लगाएको रहेछ, यता पनि लगाएको रहेछ, दुईटा पनि लगाएको रहेछ नि। फेरि लाउने। ओके भान्जीको लाउने। अब देखाउनु तपाईँको हात देखाउनु न। ए हाम्रो नाइमा राईको मेहन्दी कसले लगाइदिएको भन्नु? दिना भनेको को? ल उसको पनि रेडी भयो यस्तो गर्नु त। उसको पनि भइसक्यो, लगाइसक्यो हातमा मेहन्दी होइन। अब त्यस्तै
त्यस्तै भयो आज चाहिँ दिदी हाम्रो दिदी कहाँ जानुभयो दिदीको लगाइसकेपछि कस्तो भएको थियो एकचोटि हेर्नु पर्यो थियो म चाहिँ यति मात्रै लगाएँ मेरो यो साथी यो मेरो फाइनल चाहिँ यस्तो भएको चाहिँ साथीहरू मेरो किनभने खासै के भन्छ हो साउने सङ्क्रान्ति त यस्तरी नै बित्यो साथीहरू अब खानु त भइ नै हाल्छ अरू बेला पनि खाएकै हो मासु भात यताउता खासमा खुच्रुङ मिठो मसिनो होइन त्यो त भइहाल्छ अनि अब यस्तै हो सबैजना भेट भएर बसेर यसो गेट टुगेदर भन्दा पनि अब नर्मल यताउता खायौँ चिसो अनि यताउता अनि देखिहाल्नुभयो भिडियोमा जे भए पनि जस्तो भए पनि अनि यस्तै भयो हाम्रो चाहिँ आजको साउने सङ्क्रान्ति हजुरहरूको कस्तो भयो के भयो अब भिडियो हेरेर कमेन्ट गर्न नबिर्सिनु होला अनि त्यसपछि सब्सक्राइब गर्न नछुटाउनु होला साथीहरू प्लिज खै त साथीहरू सब्सक्राइबै बढेन के सब्सक्राइब बढाउनु पर्यो अब सब्सक्राइब बढाउनु पर्यो मोनिटाइज गर्नुपर्ने छ के साथीहरू मेरो त्यही भएर खै छिटो हजुरहरूको साथ सपोर्ट खै त छिटो आवश्यक परेको बेला चाहिएको बेला हजुरहरूको साथ सपोर्ट चाहिएको बेला कता हजुरहरू ल है त ल भन्दै अब सब्सक्राइब गर्न नबिर्सिनु होला आजको भिडियो चाहिँ यति नै सी यू नेक्स्ट भिडियो है बाई बाई